हाई गाइज, अहिले चाहिँ हामी रातापुर आएका हुँदैन रातापुर आम अनि रातिको कति 10 बजिसक्यो। यो घरभित्र बसेर हेऱ्यो होला हामीलाई यहाँ। त्यही हो, हामी चाहिँ रमाइलो गर्दै हिँडिरहेको हामी। दिदीबहिनी एकदम धेरै पछि भेट भएको, तर धेरै टाइम पनि छैन। भोलि बिहान नै निस्किनु हो। अब पढ्ने मान्छे बिहानै जानु हो, म पनि मेरो पनि टाइम छैन है। दिदी पनि जब गर्छ, अनि पनि एक्जाम छ, अनि त्यस्तै हो गाइस। अब भ्याइँदैन अनि खोइ कहाँ गयो। हामी लाइभ बसेको थियौँ, लाइभबाट यता आइदिएको, लाइभ सायद बन्द भयो होला सायद, केही पनि देखिएन त। हाम्रो चाहिँ लाइभ मन्दिरमा गएर बनाऊँ टिकटक त होइन भिडियो। ल हामी दिदीबहिनीको यो भिडियो कसैले नहेर्नु मतलब छैन कि, हामीले जस्ट मेमोरिजको लागि बनाएको, किनभने पछिको लागि सम्झाउनुहुन्छ भनेर। आई लभ यू टू। मुझे अपना घर मिल गया, यही तो है मेरो मोमो। गाइस, मैले चाहिँ यसलाई चाहिँ भिडियो बनाइरहेको छु। अनि यहाँ चाहिँ मन्दिर आइसक्यो, हेर्न सक्नुहुन्छ कस्तो राम्रो मन्दिर हो यो। अब हामी यहाँ मन्दिरमा A plus B को होल स्क्वायर, A plus 2AB minus B स्क्वायर, A स्क्वायर plus 2AB minus B स्क्वायर, त्यही हो। हेलो ल गाइस, हामी चाहिँ आइपुग्यौँ। ल गाइस, हामी चाहिँ अहिले ठ्याक्क रातापुर चनौलीबाट भित्र रातापुर आएर मन्दिरमा आइपुग्यौँ। अब चाहिँ हामी फेरि जान लाग्यो। हाई ल भन् त पढ्नु दासु पढि। गाइज म नर्सरी क्लास पढेको स्कुल यही हो। के देखियो होइन यार, एउटा ल गाइज, यो रातापुर स्कुल हो। म यहाँ नर्सरी पढेँ कि, हामी दाइले बिल्ला गर्दै हुनुहुन्छ भिडियो गरेर हावा नगर। ल गाइज, यो स्कुलमा चाहिँ म नर्सरी पढेको, अनि त्यसपछि म उता गएको। यहाँ मेरो बहिनी छ, दामी हो यहाँ गाइज। ल यो गेट है, म यहाँबाट छिरेर पहिला नर्सरीमा पढ्थेँ। अनि यता चाहिँ हामी पहिला पुरानो घर है, यता हामी बसेको पहिलाको घर थाहा नि दाइ हजुरलाई। हामी पहिला बसेको घर चाहिँ यता हो। कस्तो खुसी लाग्छ क्या आफू बसेको। यो बाटो पहिला पिच थिएन, म मेडी लाएर दुकुर थिएँ कि यो बाटो। कस्तो मेडी लाएर दुकुर थाहा, अनि कस्तो दुकुर थिएँ होइन। त्यो एउटा हुन्छ नि गाइज, मेरो बिल्ला हाने कस्तो खुसी लाग्यो क्या आफू पढेको स्कुल घर होला होइन। आउन त म पहिला पनि आउँथेँ, आज दिदीको घर आएको बेला भएर है, कस्तो रमाइलो लाग्यो। दाइले त मेरो भ्लग गरिदिइराख्नु भयो, के देखाउने दाइलाई देखाउँदिनँ छ। त्यो खुसी लाग्छ कि आफू पढेको बच्चा बेटाको होइन। नर्सरी र 1 कक्षा चाहिँ म यहाँ पढेको कि, म चाहिँ सरकारी स्कुल पढेको हो नि त। अनि त्यहाँ त्यो एलकेजी युकेजी चाहिँ मैले पढिनँ। ल भन् त कहिले गर्ने हो? मेरो बिहे हुँदैन लगन नजुरी। ल भन् एकछिन, ल भन् जुत्ता लुगाको भए के चाहिन्छ? अनि अरू त्यो मात्र होइन, तर पहिला नै भन्छ आइफोन, अनि अर्को गुच्चीको ब्याग, अनि अर्को अनि गुच्चीको ब्याग, अनि 1 लाख क्यास। आमा ए तँलाई लान्छ, मलाई लान्छ, बरु तँलाई लिएर जान्छ, सबै कुरा दिन्छ। पढ्दै त युनिक थिएन यार, अहिले त सिसिटिभी रहेछ। जेस खुसी लाग्यो। यो स्कुलको नाम चाहिँ चाहियो भने श्री रातापुर बेसिक स्कुल रहेछ यो। 8सम्म मात्र रहेछ, 8सम्म रहेछ गाइस यो स्कुल। म चाहिँ नर्सरी र 1 मात्र पढाएँ हो नि त। मलाई कति धेरैले भन्नुहुन्छ कि तिम्रो एज सानो हो, तिमीले पढाइ किन छिटो पढ्यौ भन्नुहुन्छ। मैले नर्सरी पढेपछि सिधै 1 पढाएँ हो क्या, मैले एलकेजी युकेजी पढिनँ नि त। मलाई चाहिँ आउँदैन है। विश्वास गर मलाई एक फेर सहजै काटुला यो जिन्दगी जाँदैन माया खेर माया मन